वेलकम बैक टू माई युट्युब च्यानल। आज नेक्स्ट डे पोखरामा। सो अब चाहिँ हामी बिहान उठेर रेडी भएर चाहिँ रेडी भन्नाले पनि ब्रेकफास्ट गर्नको लागि चाहिँ अलिकति होटलबाट बाहिर आएको छौँ। यहाँ चाहिँ हामीले चट्टसँग चिया यसलाई के भन्छ कुकिज खाँदैछौँ। हेर्नु होला है त। हामीले चाहिँ यो खाँदैछौँ। नयाँ टेस्ट गरौँ पोखरा आएर भनेर। यस्तो हुन्छ हेर्नु होला। ल अब हामी यहाँ खान्छौँ चिया र यसो गर्नु चाहिँ है त। पोखरा आएर पानीमा भिजेर छाता ओढेर घुमेको पहिलोचोटि हुन्छ। म योभन्दा अगाडि आउँदा पनि पानी परेर यस्तै बिजोकै भएको थियो। तर त्यतिखेर चाहिँ अति नै वाइल्ड पानी परेको थियो। त जान्न रोड क्रस गरौँ। सो अहिले चाहिँ पानी परे पनि त्यस्तो हिँड्न नसक्ने पानी चाहिँ छैन। त्यसो अब आफ्नो सेफ्टीको लागि छाता त उड्नै पर्यो। घुम्न चाहिँ सकिन्छ। सो अब पानी परेर हामी यताउति हेर्दैछौँ। केही किन्न मन लाग्यो भने किन्छौँ। लेट्स सी के हुन्छ। यहाँको चाहिँ मार्केटहरू हेर्नु होला। पोखराको लेक साइडको मार्केट। छाता पनि हामीले काठमाडौँबाटै जुगाड गरेको है गाइस। यहाँ आएर किनेको छाता होइन यो चाहिँ गौतेको छाता हो। पानी पर्यो भने काम लाग्छ भनेर चाहिँ हामीले लिएर आएको थियौँ। सो काम लाग्यो। केटीहरू चाहिँ पछाडि नै छन्। केटीहरूले चाहिँ हल्का सपिङ गर्नुभयो। यहाँ मैले झोला बोकेको छु। मैले पनि गर्न चाहिँ गरिनँ। यिनीहरूले चाहिँ करै गरे। अब म चाहिँ भोलिसम्म गर्छु कि के थाहा छैन। म्यामले केही किने मैले एउटा सल मात्रै किनेको हो। केही किनेको छैन। ओ गाइजहरू केटीहरू यता हुनुहुन्छ हेर्नु यहाँ केटीहरूलाई। ल अब हामी चाहिँ होटल गएर रेडी हुन्छौँ। रेडी भएर चाहिँ अनि हामी बेगनास तालतिर जानेवाला छौँ। आज चाहिँ बेगनास तालको हामीले त्यतातिरको फुड हन्ट गर्नेवाला छौँ। लेट्स सी है त के हुन्छ हेरौँ। बाई गाइस। ल अब हामी निस्केको होटल बाट छ। अब चाहिँ हामी बेगनास ताल जान लागेको। राम्री भएर केटीहरूलाई हेर्नुहोस् नयाँ ड्रेस आज भर्खर किन्नु भएको। सबैले नयाँ त हो नि। फर्स्ट टाइम लगाएको यो पनि नयाँ। मेरो पनि नयाँ नै हो। ल अब चाहिँ हामी बेगनास ताल जान्छौँ। अब केमा जान्छौँ? त हिजो त स्कुटर रेन्टमा लिएको थियौँ हामीले। बट आज चाहिँ नलिने स्कुटर किनकि 2000 जस्तो जाने भयो। बरु ट्याक्सीमै जाऊँ अनि आउँदाखेरि चाहिँ गाडीमा आउँला भन्ने सोचेको। अब लेट्स के हुन्छ। किप वाचिङ। सी यू। फाइनली गाइज हामीले चाहिँ ट्याक्सी भेटिसकेको छौँ। केटीहरू चाहिँ पछाडि बसेका छन्। म चाहिँ अगाडि बसेको छु। हामी चाहिँ अहिले कहाँ जाँदैछौँ केटीहरू? बेगनास ताल। देन आफ्टर हामी माझीकुना पनि जान्छौँ। त्यहाँनिरको चाहिँ माछा र भात खानेवाला छौँ आज। किनभने भात खाएको छैनौँ अहिलेसम्म। 2 बज्न थालिसक्यो। बिहान ब्रेकफास्ट गरेको देखिहाल्नु भयो हामीले के गरेका थियौँ भनेर त थाहा भइहाल्यो होला। सो अब चाहिँ माझीकुना गएर नै हामी खाना खान्छौँ। लेट्स सी। अब तपाईँहरूलाई पनि म देखाउँछु हेर्नु होला। जाऊँ है त। अब बेगनास ताल पनि जाने माझीकुना पनि जाने। अनि प्रज्ञाले चाहिँ एउटा रेजोर्ट हेरेको छ त्यहाँनिर। त्यसमा पनि गएर फोटोहरू क्लिक गर्नुपर्ने हुन्छ। कस्तो के हुन्छ भनेर। किप वाचिङ है त। गाइज फाइनली हामीले भनेको रेस्टुरेन्ट होइन हो। रेस्टुरेन्ट हो नि। गेस्ट हाउस भनौँ या त रेस्टुरेन्ट भनौँ। यहाँ चाहिँ हामी माछा र भात खान आएको। केटीहरू हेर्नुहोस्। सो यहाँको भ्यू चाहिँ सर र म हजुरहरूलाई देखाउँछु है त कस्तो रहेछ। लेट्स सी हाउ इज इट।
यो चाहिँ बेगनास ताल हो। दिस इज ब्युटिफुल बेगनास ताल। वाओ ल केटीहरूले खाना बजाउनु थालिसक्यो। उहाँले त अघि नै बजाइसक्नु भएको थियो। कस्तो छ दिव्या? मिठो छ। यत्रो भातमा के थप्नु पर्यो त? म त यही धेरै ल खाम है त अब। यो माछा चाहिँ सो अब म चाहिँ हातले खाने कि चम्चाले खाने भन्ने भइरहेछ। खोलामा पाइन्छ नि माछा, त्यो गाउँ घरको खोलामा। अब चाहिँ हामी खाना खान्छौँ। त्यहाँ चाहिँ बजाउँदै हुनुहुन्छ दाइले। ल गाइस अब चाहिँ हामी खानासाना खायौँ। खाना खायौँ हामी तिनजनाले मासु भात माछा र भात खायौँ। अनि अब चाहिँ हाम्रो स्पेसल छ यहाँनिर यो ग्रिल फिस माझीकुनाको ग्रिल फिस। सो यिनीहरूले यसको अनबक्सिङ गर्छन् है। अनबक्सिङ गर्छन् कस्तो हुन्छ हेरौँ। ल अनबक्सिङ गर्दै नआउनु अरे के भयो। म चाहिँ काँटा लिएर बस्छौँ। काँटा काट गर्छ मलाई त्यो यस्तो यस्तो काट्नेवाला। धन्यवाद। तातो रहेछ त्यो त अपल्टा उतातिर फ्लिपकार्ट। ल माछाको टाउको चाहिँ फुटेछ। टाउको फुटेछ माछाको। कसरी गर्छन्? त्यसरी नै हो, काट्दै फोल्दै। वाउ मैले त हात पऱ्यो। मैले अर्कैवाला खाएको थिएँ। खाइसक्यो केटीहरूले। कस्तो लाग्यो ग्रिल फिस? मिठो छ। ल हाम्रो माछाको हालत हेर्नुहोस्। खाएर कस्तो लाग्यो प्रज्ञा? मैले 7 रेट गरेँ। खाना कहाँ छ? माझीकुना सरिता रेस्टुरेन्ट हो। अघिसम्म 8 भन्थ्यो, अहिले 7 हो। होइन तैँले 6 भने हो। 6 बाट 7 भयो। म चाहिँ 7 नै हजुर। मेरोमा सकेकै छैन, बोलाउनु थालिसक्यो। ल आइम हेर खाँक्यो है। हतार भइसक्यो हामीलाई हिँड्न। भयो हड्डी मात्रै राख्दैन। खै त माछा कहाँ गयो? माछा हाम्रो यहाँ रहेछ माछा। हामी चाहिँ यहीँनिर खाएको हो। यो सरिता रेस्टुरेन्ट एन्ड गेस्ट हाउस माझीकुनाको। उहाँ चाहिँ सरिताजी हो। सो लेट्स गो फ्रम हियर। ओके हस्योर वेलकम। ल हामी चाहिँ ट्याक्सीमा आएको या ट्याक्सीमा सर जान्छ। गाइस हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ। ल गाइजहरू साथीहरू हामी ती बेगनास ताल आइसकेको छौँ। यहाँ चाहिँ घाम लागेर हामी चाहिँ छाता ओढिरहेछौँ। सो हेर्नु होला। सो जाम अब गर्मी छ यार। लास्टै बिहानभरि 10 बजीसम्म पानी पर्यो। झरर यस्तो पानी चढिरहेको थियो। अब चाहिँ यस्तो गर्मी छ। हामी बेगनास ताल आइसक्यौँ। हेर्नु होला। वेलकम टु बेगनास लेक साथीहरू। ल हामी चाहिँ बेगनास लेक आइसकेको छौँ गाइजहरू। हेर्नु होला अहिले चाहिँ फोटो
सेसन भइरहेछ हाम्रो त कोसँग फोटो खिच्ने हो कहाँ बसेको छौ बिजोक तालमा ल अब यहाँबाट फोटो खिच्ने यसो हेर्ने अनि जानुपर्छ यहाँबाट है त गाइस हामी चाहिँ बेगनास ताल पनि घुम्यौं मजाले अब चाहिँ हामीले काठमाडौँदेखि नै सोचेर प्लान गरेर आएको ठाउँमा जाँदैछौँ जुन चाहिँ यहाँ प्रज्ञा भट्टराईले प्लान गर्नुभएको यहाँ चाहिँ जानै पर्छ है गाइजहरू यहाँ पछि यहाँ माथि हो कि एकछिन यहाँबाट राइट होइन पक्का गाइज हामी चाहिँ यस्तो बाटो हिँडिरहेछौँ कि ल त आइरहेको डर लाग्यो उसलाई ल जाम ल गाइजहरू हामी चाहिँ यस्तो बाटो हिँडिरहेछौँ किन यस्तो बाटो हिँड्या भनेर हजुरहरूले अहिले थाहा पाउनुहुन्छ हामी किन यो बाटो हिँडिरहेछौँ भनेर ढुङ्गामा टेक बरु ल ओके ल गाइज आइसक्यौँ हामी फाइनली गाइज हाम्रो डेस्टिनेसनमा हामी आइसकेको छौँ यति स्ट्रगल गरेर आयौँ भन्ने कुरा त अघिनको बाटो हेरेर थाहा पाइहाल्नु भयो होला कस्तो बाटोमा हामी हिँडिरहेको थियौँ खासमा रोड आउनु पर्ने थियो तर रोड आउँदाखेरि चाहिँ हामीलाई लामो पर्छ भनेर चाहिँ हामी त जङ्गलको भित्रको बाटो आयौँ है एक त चिप्लो थियो पुरै पातहरू झरेर चिप्लिन्छ कि एकैचोटि तल पुग्न सक्छौँ नि त सो डरले अनि त्यही माथि जुका लाग्यो प्रज्ञालाई र मलाई चाहिँ त्यही माथि जुका लाग्यो अनि त्यसपछि त्यही पनि के गर्नु अब आफूलाई मन परेको ठाउँ आउनलाई अलिकति स्ट्रगल त गर्नै पर्छ होइन नो पेन नो गेन भने जस्तै कुरा सो त्यही हो गाइज हामी आइसकेको छौँ ल हेर्नु होला यही हो ल पर्दैन गाउँतिर हिँडेको मान्छेलाई यस्तोमा फरक पर्दैन अब सहर बजारमा हिँडे मान्छेलाई अब कुरै छुट्टै हुन्छ देखाइसकेँ मैले सबैलाई ल अब जाम है त हाम्रो डेस्टिनेसनमा आइसकेको छ लेट्स चाहिँ अब यहाँ के छ कस्तो छ हेरौँ है त कस्तो लेट्स गो ल गाइजहरू हामी आएको रेस्टुरेन्ट चाहिँ रिजोर्ट चाहिँ यही हो ट्रपिकल स्काप अनि पाटलको भिलेज लेट्स गो ल फाइनली गाइज हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा यहाँ चाहिँ पिङ पनि रहेछ यसरी नै यहाँ बेगनास ताल हेर्नु होला यो चाहिँ बेगनास ताल नै हो यहाँनिर यस्तो पनि छ अब चाहिँ हामी फर्किन लागेको हामीले यहाँ ट्रपिकल स्केप पनि हेऱ्यौँ त्यहाँ पनि भिजिट गऱ्यौँ अब चाहिँ हामी निस्किन्छौँ अब चाहिँ हामी लेक साइडतिर जान्छौँ होटेलमा जान्छौँ रेस्ट गर्छौँ हेर्दै गर्नु होला One eternity later अब चाहिँ हामी जाँदैछौँ गाइज फेरि हामी यहाँ पोखराको फन पार्क आइसकेको छौँ राम्री भएर आज चाहिँ फेरि छुट्टै पहिरनमा आइपुगेका छौँ
हेरौँ यस्तो केटीहरूलाई यहाँ हेर न अगाडि अगाडि यहाँ हेर न यस्तो तरिकाले हिँडिरहेछन् म चाहिँ यस्तो तरिकाले यहाँ पछाडि छु अब जाम आज फेरि घुमौँ के हुन्छ हामी चाहिँ मोमो खाँदैछौँ है हाम्रो यहाँ 90 रुपियाँको मोमो एक प्लेट मिठो छ है तल मिठो त यहाँ होइन नि त वहाँ हो प्राइस अनुसारको मोमो ठिकै छ के खाने त केटीहरू हेलो गाइज गुड मर्निङ सबैजनालाई पोखराबाट गुड मर्निङ गर्दैछु लाइक साइडमा छु अब चाहिँ हामी चाहिँ अब रेडी सेडी भएर बिहान उठेर रेडी सेडी भएर चाहिँ अब हामी काइकिङ गर्न जाँदैछौँ यहाँ फेवा लेकमा सो लस्सी कस्तो गर्छौँ म त फर्स्ट टाइम हो यसको पनि फर्स्ट टाइम यसको पनि फर्स्ट टाइम सबैजनाको फर्स्ट टाइम हो अब कस्तो हुन्छ के हुन्छ थाहा नै छैन कि आफैले चलाउनु पर्ने हुन्छ बोट सो त्यसलाई चाहिँ काइकिङ भन्दो रहेछ सो अब हामी काइकिङ गर्न जान्छौँ अब यहाँ हेर्दैछौँ कि कहाँबाट गर्ने हो भनेर कुन ठाउँबाट कताबाट गर्ने हो भनेर हेर्दैछौँ अनि म हजुरहरूलाई भिडियो बनाएर देखाइहाल्छु हेर्नु होला है ल गाइज रेडी भयो काइकिङ गर्नलाई अब काइकिङ गर्न जान्छौँ यसको फोन खै अब जान्छौँ हामी गाइज हामी चाहिँ आइसकेको छौँ केटीहरू यता छ यहीँ गर्ने हो है हामी काइकिङ मेरो चाहिँ दिव्या प्रज्ञा अनि म चाहिँ यहाँ छु हामी तिनजना भएर काइकिङ गर्दैछौँ सो गाइज हेर्नु होला कस्तो लागिरहेछ दिव्या दिस इज एडभेन्चरस ओके पोखरा आएर यो चाहिँ मेन्डेटरी नै हो है गर्नै पर्छ सबैले ल गाइस काइकिङ गरेको यति मजा आयो कि हामीले फोटो भिडियोहरू यति धेरै गरेका छौँ कस्तो फर्स्ट एक्सपिरियन्स हो यो एकदम एडभेन्चरस फिल हुँदो रहेछ प्लिज पोखरा आउनुहुन्छ भने चाहिँ प्लिज यो चाहिँ गर्नु होला है यो चाहिँ म्यान्डेटरी यहाँ आएर यो गर्नु भएन भने चाहिँ पोखरा आएको कस्तो फेवातालको त मजा नै आउँदैन अनेस्टली भनेको मलाई कस्तो डर लागिरहेको थियो सक्छु कि सक्दिनँ भनेर अब चाहिँ म आई क्यान डु एनिथिङ
रमाइलो भइरहेको छ म चाहिँ यहाँ छु अब चाहिँ यो भिडियो बन्द गर्नुपर्छ अब चाहिँ एकछिन खेल्नुपर्छ ल ल जाम है हामी चाहिँ हैन त्यहाँबाट आउँदा गरेर यहाँनिर तालबारीदेखि नजिकै आइपुग्यौँ तालबारी चाहिँ घुम्ने सोचेको थियौँ तर घुम्न चाहिँ अब अलिक टाढा हुने जस्तो भयो क्या हामीलाई अब हतार हामीले 1.5 घन्टा जस्तो भइसक्यो 1 घन्टाको लागि टिकट काटेको 1.5 घन्टा जस्तो भइसक्यो अनि त्यही भएर अब चाहिँ फर्कियौँ भनेर अब हामी फर्किन लागेको सो तालबारी नजिकै आएर फर्किन उहाँदेखि हामीले आधी 1 घन्टा त गरिसक्यौँ 8:30 बजी गरेको 9:30 भइसक्यो 1 घन्टा भइसक्यो सो अब चाहिँ हामी जानुपर्ने हुन्छ फर्किनु पर्ने हुन्छ पानीले बगाइरहेछ मलाई उतैतिर सो अब हाई गाइज अहिले चाहिँ हामी कुरिन्टार आइसकेको छौँ अब कसरी एकैचोटि कुरिन्टारमा आए चाहिँ मैले भिडियो बनाएँ किनकि बिचमा चाहिँ भिडियो बनाउन मलाई कस्तो गाह्रो भइरहेको थियो कि त्यो बाटोमा त्यो गाडीमा चढेपछि निदाएँ अनि काइकिङ गरेपछि 11 बजिसकेको थियो काइकिङ गरेर फर्किँदाखेरि भोकले मरिहत्ते भइसकेको थियो अनि होटेलमा गएर चेन्ज गरेर ब्याग स्याग प्याक गरेर फेरि निस्केर त्यहाँ नजिकै खाना खाएर अनि खाना खाइसकेपछि अनि त्यहाँबाट ड्राइभ गरेर बस स्टपसँग म आयौँ अनि त्यहाँबाट चाहिँ हामीले गाडी चढेको हो यहाँ इभी गाडी चार्ज भइरहेको छ एकछिन टाइम लाग्छ हामी चाहिँ कुरिन्टारमा आइसकेको छौँ यहाँ आएर चाहिँ हामीले खाजा खायौँ अब चाहिँ हामी सिधै काठमाडौँ पुग्छौँ यही नै हो मेरो पोखराको ब्लग हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया दिनु होला राम्रो लाग्यो भने राम्रो लाग्यो भन्नु होला सो सर्टकट नै भिडियो बनाएँ मैले चाहिँ त्यस्तो लामो सबै कुराहरू को लागि चाहिँ बनाइनँ अलिअलि जहाँ मन परेको छ त्यहाँको चाहिँ मैले क्लिपहरू लिएँ सो राम्रै भयो होला हजुरहरूलाई मन पर्यो होला भन्ने आशा गरेको छु द्याट्स इट फर माई पोखरा भ्लग सो अर्को भिडियोमा फेरि भेटौँला टिल देन टेक केयर बाई बाई लभ यु अल बाई गाइज बाई 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 बाई